भयो नि त सिकाइएको हो नि त यो एका एक जुटाई सामल पिठो भो पर्वको थालनी कसले भन्छ अनर्थ उत्सव भयो हाँसे न कोही पनि देख्नेले अपनत्वको मनभरि त्यो अर्थ बोक्यो सुन मायाले जितिने रहेछ दुनिया संस्कारले दुश्मन होस् प्रत्येक पला विचार जहिले ताजा नयाँ सुन्दर भक्का उत्सवले भयो समयको आज्ञा र फाल्यो दिनभरि भाका लिएरै जब जिब्रोको सुनहाल के हुन गयो खाँदा अचारैसित थाक्दैनन् कमिला सधैँ जगतमा बोकेर माटो तर पक्कै बन्छ पहाड मित्र जन हो के हुन्छ राम्रो गर हाम्रो उत्सवले दिएर सिपको हुन् छात्र छात्रा सब लागुन खोज्न सिपालु हुन् जुनीभरि यस्तै नयाँ उत्सव मैले सकिन गर्न कर्म कहिले सोच फाली पर भाका उत्सवले सिकाउन गयो यो भन्छ आयोजक बोल्ने मात्र गरे त हुन्न कहिले हाम्रो चिनारी यहाँ चाल्नै पर्दछ पाइला जगतमा सले भयो समयको आज्ञा र फाल्यो डर प्यारा बालक बालिका दिनभरि भाका लिएरै जब जिब्रोको सुनहाल के हुन गयो खाँदा अचारैसित थाक्दैनन् कमिला सधैँ जगतमा बोकेर माटो तर पक्कै बन्छ पहाड मित्र जन हो के हुन्छ राम्रो गर हाम्रो उत्सवले दिएर सिपको हुन् छात्र छात्रा सब लागुन खोज्न सिपालु हुन् जुनीभरि यस्तै नयाँ उत्सव मैले सक्दिन गर्न कर्म कहिले यो सोच फाली पर भाका उत्सवले सिकाउन गयो यो भन्छ आयोजक बोल्ने मात्र गरे त हुन्न कहिले हाम्रो चिनारी यहाँ चाल्नै पर्दछ पाइला जगतमा सोचेर जहिले नयाँ जसले तुच्छ विचार राख्छ जगमा यो पर्वले आज त भो पक्कै इतिहासकै पवित्र यो भन्छ बडो साहित दाबी हो कविको कि भद्रपुरमा यो पर्व पहिलो सुन हो ज्ञानालय यो नयाँ र नमुना प्यारो छ हाम्रो मन प्यारा शिक्षक वर्ग छात्र र सबै छात्रा र आमाहरू मैले पर्दछ धन्यवाद दिनु नै सत्कर्म ठान्दै बरु मैले पर्दछ धन्यवाद दिनु नै सत्कर्म ठान्दै बरु धन्यवाद।
आमा समूह भयो नि उहाँ पनि आज पुरा खट्नुभएको छ नानीलाई पछि हाम्रैमै पढाउनु पर्छ है भक्कासित स्पेसल जोडिएको समुदायदेखि अरूलाई पनि सन्देश दिनको लागि अरूलाई पनि यस कुराको सन्देश होस् भनेर हामीहरूले यो भक्का दिवस पनि भक्का पनि एउटा हामीहरूको चाड हो है भनेर हामीले जस्तो माघे सङ्क्रान्ति गर्छौँ हामीले दसैँ तिहार मनाउँछौँ यो पनि एक प्रकारको चाड हो है हामी सबै एक हौँ भन्ने अर्थमा यस विद्यालयले गरेकोमा हजुरहरूले आएर हामीहरूको विद्यालयलाई पनि यसमा शोभा बढाइदिनु भयो तपाईँहरू यसलाई एकखेप धन्यवाद दिँदै पगार अप्ठ्यारो खास गरी आजकल यो कार्यक्रम यो विद्यालय पढ्दा जेला छुआ आसे थे नाना बारी से कक्षा बारी से जुन से आसे थे हेल्ला छुआ हमारे समुदाय में हमारे भाषा समुदाय हेल्ला पढ़ेगा तो इधर विद्यालय समाज विद्यालय महसूस करा था इधर विद्यालय में हमारे यहाँ महसूस हो समाज आपको तो विकास हो कोई है हमारे समुदाय जेला मतलब भाका हमारा खाजी अला इधर भाका लगभग सबै माने इधर अच्छा माने के सबै खावा धरी तो ये चीज़ें हमारे एक मौलिकता भी है हमारे समुदाय हमारे पहिचान है ये चीज़ स्कूल तक आनी ना थे स्कूल तक आनी स्कूल छोरा गाँव पड़े अमाव भी मैंने भाका आरा समुदाय छोरा भाका की है क्या करे बने यार विशेषता की है पूरा चीज जानो कहने ये कार्यक्रम आयोजना कर ये कार्यक्रम ये आयोजना करना आज एकदम भलान प्रभावकारी भला छुआ आज हमारे इतना हमारे आरो समुदाय जिला छुआ है अमाव भी मैंने जाने कि भाका को बना है एरंती भाका पूरा थापाले आज पूरा ज्ञान प्राप्त हो क्योंकि स्कूल माने पढ़ाई मात्र ज्ञान ना है आरो चीजें भी ज्ञान नहीं वाला है पूरा ताने एक थप ज्ञान आज में प्राप्त करे पूरा ताने हमा लगाई रचवाला लगा स्कूल परिवार बदला माने खुशी से आज इरो चीजें सफल करा था तमाम जेला सहयोग हो तब आज अपना काम छोड़िए ना घरेर काम छोड़िए गाँव शायद काम करे जाते भगान जाते पुना जाते आज तुम्हारा 6 लाख अनुरोध 6 लाख तुम्हारे बने जाने अनुरोध करें आज एक दिन आसे काम परिधान करने पड़े पूरा तब 6 लाख अनुरोध आसे सहयोग कर दिन ये हमारे बहुत बड़ा सहयोग हमारा पूरे तुम्हारी सहयोग तुम्हारी योगदान लो अब एक सम्मान करने इरो से तो कंप्लीट तो पूरा तो करा नहीं जाए मन तो है ना हमारे मन नहीं बनने यहाँ से आरो कुछ करा पाले होल्डर बना लागे लेकिन एरने प्रक्रिया आई रहे एता जेता दिल हमारे बने एरिया वाला जुटो पान एकाने सहयोग कर तो सम्मान करा आगामी दिन एनती सहयोग करा आरो कार्यक्रम ना ई सहयोग हो जेते किन आरो भेला कार्यक्रम होला कार्यक्रम त आसन सहयोग गरेको वाले ना आसी बोला सर्वप्रथम त यस कार्यक्रमलाई हाम्रो विद्यालयसम्म ल्याउनु हुने प्रेम सर र विशाल सरलाई म विशेष धन्यवाद दिन चाहन्छु र यहाँ उपस्थित हुने सम्पूर्ण आमाहरूलाई हाम्रो यस कार्यक्रमलाई सफल पारिदिनु भएकोमा म मेरो व्यक्तिगत तर्फबाट र बालको परिवारको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु धन्यवाद मेरो नाम चाहिँ यारी लिम्बू म यस हिमाली स्कुलको कक्षा 12 मा अध्ययन गर्ने छात्र हुन्छ सोल्लापुर घोषामा छोडिदिए हाम्रो चाहिँ अङ्कर गवार हाम्रो बोला बस्ला हम अङ्कर गवार हम सोल्ला घोषा बस सोल्ला पर्छ के कोनी जानी हाम्रो भरोसा त पनि छ कस्तो छ पढाइ तपाईँहरू गुरु हो नि फेरि धेरै विद्यार्थीहरूको गुरु अब घरमा गएर भक्का पकाएर खानाका लागि सिकेर गएका छन् अब धेरै यो दुईटा खानुभन्दा पनि अब घरको परिवारलाई खुवाउँछ उनीहरू त्यो ज्ञान चाहिँ उनीहरूले ठुलो ज्ञान पाए आज त्यसको लागि पनि तपाईँहरूलाई विशेष धन्यवाद धेरैले अलिक त्यहाँ मलाई धेरैले सोधे त्यो माथिको फला उयो माटो कति पैसा पर्छ प्राइस सबै बुझेर गइसक्यो भरे सोध्नु लाज लाग्यो ल यस्तै गरौँ ल